म कहिलेकाहीँ नेपालीहरू ब्रेन वास कति सजिलै हुन्छ भन्ने कुरा देखेर अचम्म पर्छु के। सेप्टेम्बरको प्रोटेस्टमा रविले त्यही बाहनामा बाहिर निस्केको बेलामा हामीले नै होइन रविलाई त्यसलाई त जेल जा भनेको टाउकोमा जेल लाएर बसेछ भनेको। अनि एक्कासी कहाँबाट के भयो मान्छेहरूलाई, त्यही मान्छेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको, त्यो घन्टी चिन्ह भनेको पार्टी हो है। मेरो एक दुईजना साथीहरूले पनि आएर भनिरहेको थियो त्यसमा त स्वतन्त्र लेखेको छ, त्यो चाहिँ लाइक स्वतन्त्र होला नि होइन भनेर। त्यो स्वतन्त्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी हो। घन्टी भनेको एउटा पार्टी हो, जसरी काङ्ग्रेस, एमाले, राप्रपा जुन पार्टी हो, घन्टी पनि एउटा पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी। खासमा चुनाव हुँदै नहुनुपर्ने हो अहिले, किनभने हामीले जब त्यो प्रोटेस्टमा गएर जब त्यो बेलाको सरकार ढाल्यौँ, त्यो सरकार ढालेको भनेको एउटा क्लासरुममा बसिरहेको मान्छेहरूलाई, स्टुडेन्ट्सहरूलाई निकालेको मात्रै हो। त्यो क्लासरुममा जुन तरिकाको डेस्क बेन्च अरेन्ज गरेको छ, जुन सब्जेक्ट पढाइन्छ त्यो स्कुलमा, त्यो करिकुलम केही पनि चेन्ज भएको छैन। एउटै कुरा हो, हामीले केवल मान्छेलाई बाहिर निकाल्यौँ, एकैछिन खाली राख्यौँ, अर्कोलाई ल्याएर राख्यौँ, अनि फेरि अब ल नयाँ मान्छे राख्ने भन्यौँ। तर सिस्टम त त्यही छ नि त। त्यही सिस्टममा, त्यही करिकुलममा त्यही कुराहरू अगाडि बढाइराखेको छ भने देयर इज नथिङ द्याट चेन्ज। केही पनि चेन्ज भएको छैन, मान्छेहरू मात्र आएर चेन्ज हुने हो। यस्तो व्यवस्थामा यही सिस्टम टिकिरहेको भएर हामी अहिलेसम्म यो स्टेटमा पुगेको हो। र यही सिस्टमलाई कन्टिन्यू गरिराख्यो भने हामीले खोजेको जुन चेन्ज छ, जुन परिवर्तन छ, त्यो अलिकति धेरै नै इट्स भेरी क्लोज टु इम्पोसिबल। अब झोले बन्न एकदम इजी हुन्छ है, हामी थाहा नपाइकन झोले बनिरहेको हुन्छौँ। जसरी हाम्रो मम्मी बाबाहरूले पहिला केही कुरा नहेरिकन ख्वाइ अन्धभक्त भएर एउटा पार्टीमा लाग्नुहुन्थ्यो नि, उम्मेदवार के हो कसो हो केही नबुझिकन पार्टी मात्रै हेरेर। त्यसरी नै हामीले पनि हामीले कसलाई भोट हाल्न लागेको हो, उसको एजेन्डा के हो, यो पार्टी कोबाट सञ्चालित छ भन्ने कुरा नबुझिकन हामीले भोट हाल्यौँ भने झुक्केर आफै झोले बनिएला है। प्लिज एकदमै ध्यान दिएर भोट हालौँ, पार्टीहरूको कुरा राम्ररी बुझौँ, आफ्नो भोट एकदम महत्त्वपूर्ण हुन्छ। हुँदै नहुनुपर्ने चुनाव भइरहेको छ, त्यसले गर्दाखेरि लेट्स बी अवेयर, आफू पनि सतर्क बनाऊ, अरूलाई पनि सतर्क बनाऊ। धन्यवाद। अब आई हेभ टु कल इट वाट इट इज। आफ्नो एरियाको उम्मेदवार नहेरेर एउटा पार्टीको उठेको उम्मेदवार अर्कै कुन चाहिँ जिल्लामा भएको मान्छे हेरेर आफ्नो एरियाको उम्मेदवारको कुरै नसुनिकन को हो पार्टीको चिन्ह मात्र हेरेर छाप हान्न थालियो भने त्यसलाई पार्टीको झोले भनिन्छ। पार्टीको एजेन्डा के हो नबुझिकन ख्वाइ पार्टीमा गएर भोट हाल्न थाल्यो भने त्यो पार्टीको झोले भनिन्छ। स्वतन्त्र छौँ भनेर दिमागमा मात्र हुन्छ, हामी झुक्केर झोले भनिसक्छौँ। साथी हो, लेट्स बी केयरफुल।